यो अन छ यो क्यामेरा छैन क्यामेरा अफ गर्नु त पहिला छैन अफ छ क्यामेरा अफ गर्नु त अफ छ क्या सर खोइ हेरौँ त हेलो सर तपाईँ हैन सर तपाईँ होइन नि यो एउटा भनिदिनु न मलाई यो कहाँनिरको हो थाहा नै भएन है जाम त रहेछ नि यतिको लाइन जाम छ बाटो हेर यस्तो बित्ति हिलो छ यस्तो जाम छ अगाडितिर के छ अब ठ्याक्कै सल्लाहारी चोकमा गएर सर्भिस लाइनको बाटो जाने क्या सर यस्तो राइट साइड त्यो त बुझेँ कि राइट यता साइडमा उता एउटा र यता एउटा छ नि होइन त्यो उतापट्टिको हो कि यो छेउको नै अलिक अगाडि नै हो त्यो अलिक अगाडि चाहिँ जहाँ गए पनि यस्तो हिलेर बस चिप्लिरहेछ अरे ल ल ल ओ यहाँ बस त फर्किन्छ कि के यो बाइक स्टार्ट हान्दै नि त ल्या ओइ के भयो लौ ओइ बाइक स्टार्ट हुँदैन त अचम्म ल कडा हो फाइनली भइसक्यो है मेरो पैसा तिरिसक्यो अब सजिलो भयो नि त गयो ठ्याक्कै यो दियो लाइसेन्स लियो आयो क्या हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई च्यानल आज राइडर ब्लग चाहिँ हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु है अनि आज म निस्किन लाग्यो यता भक्तपुरतिर कस्तो पानी पर्ला जस्तो धुम्म भएको हौ छ्या बिजोग रमाइलो भइरहेको छ कडा हौ है घामै लागेको छैन है अहिले 9:30 कि 10 बज्न लाग्यो 10 बज्न लाग्यो यस्तो भइरहेछ धुम्म भइरहेछ है अलिअलि घाम निस्किला यस्तो छ घाम चाहिँ निस्केको छैन कडा हो है अनि म चाहिँ अहिले भक्तपुर जान लाग्यो अस्ति नै मेरो लाइसेन्स समातेको थियो नि त स्पिड चेकिङमा परेको थियो अनि त्यो लाइसेन्स लिनको लागि चाहिँ म चाहिँ अहिले जान लाग्यो है ट्याक्क जानु पऱ्यो अनि लाइसेन्स लिएर आउनु पऱ्यो अब 1-2 दिनमा बाहिरतिर जानु छ लाइसेन्स चाहिन्छ त्यही भएर लाइसेन्स लिएर आउनु पऱ्यो धेरै दिन राख्नु भएन नि त होइन गएर लाइसेन्स चाहिँ लिएर आउँछु त्यही लाइसेन्स लिनको लागि जान लाग्यो रे के ल त्यही नै हो बाँकी कुरा भने यस्तै हो अहिले म मेरो घरमै छु देख्न सक्नुहुन्छ बाँकी कुराबाट अगाडि मोटो ब्लगमा गर्छु है त ल कुराहरू म मेरो घरमै छु है मम्मी हुनुहुन्छ त्यही हो बाइक स्टार्ट गरेर पुसेर हल्का पुसपास गरेको अब यहाँबाट निस्किन्छु साथी हो पहिला नम्बरमा मसँग पैसा छैन 500 रुपियाँ होला जम्मा मसँग क्यास पैसा एटिएममा गएर थोरै पैसा निकाल्छु अनि चिटको अब पैसा तिर्नुपर्छ स्क्यान के अरे इस्युबाट तिर्न मिल्छ अनि उहीँ माथि यहाँ तिर्दिन्छ म यहीँबाट तिरेर रेडी गरेर जान्छु अनि त्यहाँ गएर ठ्याक्क लाइसेन्स ट्याक्क त्यो चिट दियो अनि लाइसेन्स लियो ट्याक्क आनन्द हुन्छ क्या अहिले त्यहाँ गएपछि अहिले उता ब्याङ्कतिर जा भन्छ अनि के त्यो भाउचर साउचर भएर जानु पऱ्यो यहाँ के ल्याङ हुन्छ त्यो भन्दा यहाँनिर कहाँनिर ल माकुरी सेट यहाँ कृति कम्प्युटर यहाँनिर गरिदिन्थ्यो रहेन पो छ हौ सेट भइगयो नि त यार कहाँ गएर गर्ने होला त टाइट ल केही छैन पहिला यहाँ जान्छु गएर हल्का पैसा निकालेर आउँछु है पैसा छैन मसँग 500 रुपियाँ भन्दा अलिअलि खर्च बोक्नु पऱ्यो नि होइन कडा हो विथड्र यस 5K 5000 झिकम न गरिब मान्छे पैसा छैन 5000 चाहिँ लिएर जाउँ न धेरै किन चाहियो भयो कुरै नगरौँ 5000 त्यो चिटको यहाँ तिर्नुहुन्छ है यहाँनिर तिर्नुहुन्छ पहिला नि मैले एकचोटि तिरेको हो ल कडा हो फाइनली भइसक्यो है मेरो पैसा तिरिसक्यो अब सजिलो भयो नि त गयो ठ्याक्कै यो दियो लाइसेन्स लियो आयो क्या यतै गयो भने त्यहाँ ब्याङ्कमा जानु पऱ्यो के भर्नु पऱ्यो यस्तो छ कि च्याउ छ अनि अब यहाँ तिरिसक्यो अब आनन्द क्या यति भएपछि है ल है त साथी हो म चाहिँ निस्केको अब हिँड्नु पर्ने हुन्छ पानी नपर्दै हुन्छ यार पानी चाहिँ नपर्दोस् है यो टिकटकमा के भएको यार सबजनाले कति धेरै गाली गरेको हो है के साह्रो होला मान्छेहरू पैसै मात्र ठुलो जस्तो यार सबजनाले के अरे आमा
कसम भने मलाई टिकटकमा त्यो कमेन्ट हेऱ्यो भने यस्तो रिस उठ्छ कि कमेन्ट हेऱ्यो कि पारो तात्तिन्छ भनेको त्यो एउटा भिडियो भाइरल भएको थियो नि त अनि त्यही भिडियोको बारेमा क्या अब होइन राम्रो कमेन्ट गर्ने नै हुनुहुन्छ धेरैजना राम्रो कमेन्ट गर्ने नै हुनुहुन्छ आधी जति नराम्रो कमेन्ट गर्ने पनि हुनुहुन्छ अनि अलिकति नराम्रो लाग्यो कस्तो कस्तो कमेन्ट गरेको पैसामा ठुलो होइन नि यार एउटा मन हो नि होइन ठिकै छ केही छैन तर मैले नि पछि याद गरेँ के पछि याद गरेँ पछि भिडियो हालेपछि पछि याद गरेँ मैले नि त्यो आमालाई त्यो बेला होइन कस्तो भने अब मैले काठमाडौँ जान लागेको थिएँ अलि हतारमा थिएँ अनि त्यही हो अब राम्रोसँग मैले नि यादै गरेन होइन आमासँग बोलियो आमाको ऐसे लुक किन्यो अनि त्यहाँबाट गएँ अनि खासै म नि अलि हतारमा थिएँ त्यो भएर राम्रोसँग केही उयो गर्नै पाएन क्या हतारमा के भयो है त्यही न एकचोटि त्यो आमासँग म भेट्न चाहन्थेँ म जाँदा यही बाटो गइरह हो अब बाटोमा उहाँलाई भेट्यो भने रोक्छु एकछिन कुरा गर्छु अनि हल्का पैसा पनि दिन्छु म सहयोग गर्छु आमालाई है आमालाई भेट्यो भने अब भेट्नुहुन्छ कि नै त्यो थाहा भएन है अब मैले आमालाई राम्रोसँग चिनेको पनि छैन है अस्ति अब फर्स्ट टाइम भेटेको हो नि त होइन त्यही भएर अब हेरौँ भेट्यो भने तर मैले पछि भिडियोमा याद गरेँ कि लास्टै माया लाग्यो मलाई पनि त्यो आमाको है आफ्नै आमा जस्तो सोचेर मैले रोके हुन्थ्यो त्यहाँ त्यो बेला अनि त्यही हो त्यो बेला चाहिँ म हतारमा थिएँ खासै राम्रोसँग कुरा गर्न पनि पाएन अब अनि पछि भिडियो एडिट गर्दाखेरि चाहिँ यसो हेऱ्यो मलाई नि लास्ट माया लागेर आयो क्या त्यो आमाको बिचरा आमा अलिकति पैसा छोडिदिनु पर्ने रहेछ भन्ने पछि चाहिँ सोचाइरहेको थियो क्या मेरो पनि ठिकै छ केही छैन जे जति सहयोग गरे नि आफ्नो मनबाट गर्ने हो है कसैले केही भनेर केही हुनेवाला छैन केही छैन तर त्यो आमालाई भेट्यो भने एकचोटि म रोक्छु आमासँग केही कुरा गर्छु हल्का पैसा दिन्छु पनि आमालाई है हेरौँ भेट्नु भयो भने है बिहानको मौसम यस्तो छ है पुरा चिसो छ शीतल भइरहेछ तर के बिहान भन्नु है 10 बजिसक्यो घाम निस्केको छैन धुम्म भइरहेछ पानी पर्ने हो कि जस्तो भइरहेछ बिहान के भन्नु न त 10 बजी घाम निस्किसकिन्थ्यो 10-11 बजी त मजाको घाम आइसक्थ्यो आज घामै आएन पानी पर्ला जस्तो धुम्म भइरहेछ म केराघारी भन्ने ठाउँमा चाहिँ आइसक्यो अहिले है अनि मैले अस्ति के गर्छु मान्छे अस्ति उहाँ आमालाई मैले कहाँ भेटेको थिएँ सायद यहाँ हल्का अगाडि जस्तो लागेको थियो एकचोटि त्यो ठाउँमा हेर्छु भेटिन्छ कि न भेट्यो भने केही कुरा गर्छु एकछिन रोकेर आमासँग अब भेटेन भने चाहिँ सरी है कमेन्टमा पनि धेरैले भन्नुभएको थियो एकलट भेट्नु यताउता भन्ने कुरा भइरहेको थियो अनि त्यही भएर ए सरी यार सरी गफमा आयो मैले त बिर्सेछु यहाँ अलिकति ठ्याक्कै यो मोड यो यहाँको ठ्याक्कै यो अपलोड सुरु भयो होइन ठ्याक्कै अपलोड सुरु भयो ठ्याक्कै यो तल्लो यो अलिकति उयो तल्लो मोडमा थियो क्या मैले आमालाई भेटेको यो तल्लो मोडमा थियो कस्तो म त के ध्यानमा आएछु होइन हेर्न चाहिँ हेर्दै आइरहेको हो तर भेटेन मैले देखेन बाटोतिर हेर्न चाहिँ हेर्दै आइरहेको हो मैले भेटेन सरी है गाइज भेटौँ भन्ने रहर थियो एकचोटि भेटेन अब ठिक छ कुनै टाइममा हिँड्न त हिँडिरहेको हुन्छ बाटो होइन भ्लगको लागि अब हिँडिरहेको हुन्छ धेरै जस्तो आइरहेको पनि हुन्छ अनि ठिक छ म कुनै दिन भेट्यो भने म रोक्छु आमासँग कुरा गर्छु केही कुरा है म हजुरहरूलाई देखाइहाल्छु नि भिडियोमा भेट्यो भने यदि त्यही गाइज अब यहाँ चाहिँ अफरोड छ है धेरै कुरा गर्दिनँ अनि म खासै यताबाट त आउँदैन थिएँ आजकल नभन यताबाट म हिँड्दैन क्या कहिले काहीँ मात्र यसो झुल्किने हो नत्र उता रबिओपीको बाटो जान्थेँ अनि खासमा म आज यहाँ आमालाई पनि भेट्छु एकचोटि यसो देख्यो भने भनेर नि यताबाट आएको हो क्या खासमा नत्र म उता रबिओपीकै बाटोबाट हिँड्थेँ केही छैन अब यतैबाट हिँड्ने छ होइन ठिकै छ बाटो चाहिँ यस्तै हो अलिकति अफरोड छ माथि अलिकति माथिसम्म यहाँनिर बिचमा अलिकति बिग्रिएको छ क्या बाटो त्यही भएर अलिकति अगाडि गएर भेट्छु ल साथीहरू ल है त धुलखेल आइपुगेँ ठ्याक्क
ढुल्केल बजार मनतिर यति धेरै हिलो रहेछ कि फेरि कहाँको पानी आएको हो पुरै पानी आएर गज 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 रहेछ हिजो पानी परेको थियो क्यारे त्यही भएर होला पुरै गज 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 कस्तो नमजाको हिलो रहेछ है अहिले चाहिँ अब त्यही यो धुल्केल आइपुग्यो अनि अब यताबाट नि अब बाटो सधैँछ त भन्दिनँ है अगाडि पनि हिलो त हिलै छ जे भयो नि त्यो धुल्केल मुनि चाहिँ अति नै छ क्या त्यही भएर त्यहाँ चाहिँ मैले भ्लग नगरेको झन् मैले त खानासाना पनि नखाइकन निस्केको है केही पनि खाएको छैन मुखमा पानी पनि हालेको छैन मैले है किनकि मैले अब 10, 11, 12 बजे खान्छ कहिले 10 बजे कहिले 11 कहिले 12 बजे खान्छ मैले चाहिँ खाना अनि त्यही भएर खाएर निस्किनु पर्ने रहेछ केही पनि नखाइकन निस्क्यो खाली पेटमै भोक लाग्ला जस्तो नि भइरहेछ है केही छैन अब त्यहाँ गएपछि फेरि 1 घन्टा क्लास बस्नु पऱ्यो है क्लासै राखिदिन्छ क्लास पनि राखिदिएको छ फर्स्टमा जानु पऱ्यो 1 घन्टा क्लास बस्नुपर्छ अनि मात्रै चिट दिने लाइसेन्स लिने अनि सारा हुने अहिले चाहिँ म बनाइपमा छु है साँच्ची मलाई यो बाइकको लागि केही सामान लानु पर्ने थियो ठिक छ अहिले पछि फर्किँदाखेरि लगाउँला यही साइडबाट एउटा केही सामान लानु छ क्या मलाई बाइककै ल ठिक छ अहिले फर्किने बेला पसौँला अब आजकल यो भएको चाहिँ के हो जहिले पनि आकाश चाहिँ धुम्म भइरहन्छ होइन पानी पर्ला जस्तो हुन्छ अनि पानी चाहिँ पर्दैन क्या यस्तो धुम्म भइरहेको छ धेरैचोटि याद गरिसकेँ मैले धेरै दिन भइसक्यो धुम्म मात्र भइरहेको छैन पानी चाहिँ पर्दैन के विधि हो त यो गाडीहरू पछाडि हेर्नु छैन ब्याक गर्छ हौ के विधि हो यो गाडी टाट प्याक छ त पुरै बाफ्रे डबल सिटमा पर्ला है फेरि कुदाउनु चाहिँ कुदाइरहेको छु त्यही स्पिडमा परेर लाइसेन्स झिक्न आएको फेरि स्पिडमा पर्दै लाने फेरि म चाहिँ मस्त कुदाएर आइरहेको छु होइन चिलमा सर हेलो सर होइन नि यो एउटा भनिदिनु न मलाई यो कहाँनिरको हो थाहा नै भएन छैन छैन अफ छ क्या सर क्यामेरै अफ गरिदिन लगाइदिएर यार टाइट खै हेरौँ त हेरौँ गर्छ यार आयो तर यो उतापट्टि चाहिँ जस्तो लाग्यो यो सरले कस्तो यतापट्टि भन्नुभयो होइन म अर्को सरलाई सोध्छु यो सरले यतापट्टि भन्नुभयो यतापट्टि त त्यो होइन उतापट्टि जस्तो लागेको थियो किनकि यतापट्टि त क्लास बस्ने छैन जस्तो लागेको थियो मलाई के हो बुझिनँ यहाँ अर्को सरलाई सोध्छु त्यो सरले राम्रोसँग भन्नु भएन सर सर मलाई एउटा भनिदिनु न कहाँनिर हो थाहा नै भएन क्या यो अस्ति चिट काटेको थियो यता कता हजुर क्लास पनि छ अनि यो लिन जानु म त यता 5 खालबाट आएको हो घुमे भयो क्या कता हुनै भेटेन भने जानु न सल्लाहरी चोकमा गएर सोध्नु यो अगाडि रेड लाइट छ नि त्योभन्दा अगाडिको रेड लाइटमा गएर सोध्नु भनिदिन्छ त्यहाँनिर साँच्ची 2टा छ होइन हजुर त्यो यता छेउकोमा हो कि उतापट्टि हो ठ्याक्कै सल्लाहरी चोकमा गएर सर्भिस लेनको बाटो जाने क्या सर यस्तो त्यो त बुझेँ कि राइट यता साइडमा उता एउटा र यता एउटा छ नि होइन त्यो उतापट्टिको हो कि यो छेउको नै अलिक अगाडि नै हो त्यो अलिक अगाडि चाहिँ माथि डाँडामा छ ए हस् सर त्यहाँ गएर क्लास लिएपछि यो हटिहाल्छ ए हस् सर अनलाइनबाट काटेको लिन पर्छ हस् सर बिचरा प्यारी समाइदिएछ ल केटा हो भनिदिनु भयो मलाई नि त्यस्तै त्यही लागिरहेको थियो अघि नको सरले भनेको यो छेउकोमा भन्दै थियो क्या मलाई चित्तै बुझेन क्या त्यो सरले भनेको क्यामेरा अफ गर्नु भन्दै थिएँ अनि त्यो हावाना तावामा भन्दै क्या पछि के भन्यो भने म त रिस उठेर हो भने मलाई उता छेउमा जस्तो लागिरहेको थियो त्यो सरले यता भनिरहेको थियो त्यही भएर मलाई त्यो होइन जस्तो लागेर त्यही भएर फेरि सोधेँ क्या सरले चाहिँ उतापट्टि भन्नुभयो खै मेरो जिन्दगी घुमै भयो बल्ल फेला पऱ्यो ए यस्तो छ एउटा हो कहाँ राख्थ्यो ए राख्थ्यो है बाइकलाई चाहिँ अब यहाँ पार्किङमा हाल्नुपर्ने हुन्छ यस्तो चाहिँ
आफ्नो लाइसेन्स लिन आउँदा पनि बाइक चाहिँ पार्किङमा हाल्नुपर्छ। हामीले पैसा तिर्नुपर्छ पार्किङको। यही माथि हो। अब क्लास लिनुपर्छ। क्लास लिनु सायद यता जानुपर्ने हुन्छ हामी है। अब यहाँ पार्किङ पैसा तिर्नु पर्यो। कति रुपियाँ सर? हामी क्लास लिन कहाँ उतै अगाडि जानु पर्यो नि सर? अहिले यहीँ हो। लाउनुहोस्। हेलो केटा हो, म चाहिँ चौकीमा आइसकेँ है। अनि यहाँ क्लास चाहिँ फेरि 12 बजे रे, भर्खर अहिले 11:30 भयो। अब आधी घन्टा यत्तिकै वेस्ट भयो। आधी घन्टा यत्तिकै बसेर भोक लागिरहेको छ यार। केही नखाइकन आएको छ्याउ भयो। अब आधी घन्टा कतै गएर केही खाउँ भने भ्याउँदैन। यताउता गर्दा यत्तिकै भइहाल्छ। एकछिन यत्तिकै बसिरहन्छु। आधी घन्टा नि अलि बाँकी छैन। अब 15-20 मिनट बाँकी होला। एकछिन कुर्छु अनि भित्र क्लासमा जानुपर्ने हुन्छ। हाम्रो चौकी छ यता है। यहाँ पछाडि चौकी हो। त्यहाँ एकछिन वेट गरिरहेको छु, कुरिरहेको छु। अब 12 बज्छ अनि क्लास लिनुपर्छ। अनि लाइसेन्स लिएर अनि फर्किनुपर्छ है त। ल अहिले भेट्छु म। ल अहिले केटा हो, अब चाहिँ म निस्किन्छु। पानी परिरहेको थियो, अहिले ठुलो परिरहेको थियो। अहिले चाहिँ खासै ठुलो परेको छैन है। सिमसिम परिरहेको छ पानी। त्यही हो, खासै ठुलो चाहिँ परेको छैन। अब यहाँबाट निस्किन्छु। ड्याङकोट त छ। ठुलो पानी पऱ्यो भने ड्याङकोट लाउनु पर्ने हुन्छ। 1:30 त्यस्तै भयो होला। बिहान मैले पानी पनि मुखमा हालेको थिएन है। म यत्तिकै छु। अहिलेसम्म केही खाएको पनि छैन। भोक लागिरहेछ। भोक अघि नै लागिरहेको थियो। भोक लागेर पनि भोकै हराइसक्यो। अब त के खानु होइन? के हो बाइक स्टार्ट हान्दैन त? ल्या ओइ के भयो? लौ ओइ बाइक स्टार्ट हुँदैन त? अचम्म ल। साइको हान्दिरहेको ल। हेर्न अब फेरि के भएको यो? आछै बाइक स्टार्ट भएन यार। ठ्याट के भयो? यहाँ अब ओह्रालो होला। यो ओह्रालोमा ढकेल्नु पर्यो। ठुक्क जिन्दगी के भयो ठाउँको ठाउँमा राखे बाइकलाई। अब 10 लाख दिन है मेरो। खाली हो भने गियरमा त होला नि। स्टार्ट बन्द हानु छैन यार। स्टार्टै हानेन। अब स्टार्ट बन्द भयो नि मलाई झ्याउ हुन्छ। ल अहिले त गियरमा स्टार्ट गरेँ मैले होइन। स्टार्ट बन्द भयो भने च्याउ हुन्छ। पानी परिरहेछ केटा हो। ल अब निस्किन चाहिँ। मेरो बाइकलाई के भएछ? एक्कासी स्टार्ट हुँदैन त बे। अघि भोक लागिरहेको थियो यार। भोक पनि हराइहाल्यो। भोक लागेको बेला खानु नपाएपछि मलाई त भोक लाग्यो नि हराइन्छ। अनि त्यसपछि खायो कि नखायो कि भने जस्तै। अब त खै केही पनि लागेको छैन। भोक नलाग्यो होइन, भोक त लागिरहेछ अलिअलि। खासै अघि जोडले भोक लागेको बेला चाहिँ भोक लागेको बेला खानु नपाएपछि यस्तै हो क्या। अनि भोकै हराउँछ कि आफै यत्तिकै भोक हराएपछि। अनि के होइन। 1 घन्टा क्लासमा बसियो, मजाले पढियो भने जस्तो पढ्ने त होइन। त्यहाँ टिभी देखाउँछ एक्सिडेन्ट भएको यताउता देखाउँछन्। अनि त्यही त हो नि। त्यो यो बाटोको बारेमा सबै त्यहाँ देखाउँछ टिभीमा। अनि हल्का भन्छन् मुखले पनि यस्तो भन्नुहुन्छ। अनि त्यही हो, टिभी हेरिन्छ 1 घन्टा जति। 1 घन्टा होइन, त्यही 40-35 मिनट हेरिन्छ अनि पठाइन्छ। तर म कस्तो साइको भएको यार। म आज नआएको भयो नि हुने रहेछ नि। अहिले लिनुपर्छ भन्ने नै थिएन नि है। किनकि मेरो अनलाइन काटेपछि त लाइसेन्स चाहिँ मलाई नै दिँदो रहेछ। साँच्ची लाइसेन्स पनि बिल पनि दुइटै मैसँग छ नि। साँच्ची म किन आएको यार? ट्याट साइको भइदिएर म अहिले नआएको भयो नि हुँदो रहेछ। ओ माई गड, हिलो त डेन्जर छ त यार साँगामा त। यो साँगामा आएपछि यहाँ गाडीहरू लास्ट चिप्लिन्छ, त्यहाँ जाम हुन्छ भन्थ्यो। के छ हो यो साँगामा? पछाडि नालाको बाटो जानुपर्ने रहेछ। अगाडिबाट आएँ यस्तो चिप्लो छ।
गाडीहरू जाम हुन्छ त्यहाँ भनेर भन्थ्यो। अब भन्दै जाम त रहेछ नि, यत्तिको लाइन जाम छ। बाटो हेर यस्तो विधि हिलो छ, यस्तो जाम छ अगाडितिर। के छ अब? ओ माई गड, यस्तो लाइन जाम छ अगाडितिर। गाडी फस्छ, चिप्लिन्छ या लास्टै हुन्छ भन्थ्यो बुवाले पनि, अरू मान्छेले पनि भनिरहेको थियो यहाँको बाटोमा जाम हुन्छ भन्थ्यो। पानी परेको बेला आइहाल्यो यताबाट। ल सेट, मेरो अगाडि टायर जाम भयो यार, टपमा हिलो खाँडियो पक्कै पनि। बाइकै कुट्दैन त, हिलोमा यस्तै हो, सबैको बाइक यस्तै हुन्छ। ओइ म्याक्री, ओइ म्याक्री, मेरो अगाडि टायर जाम भइसक्यो यार, गुड्न गाह्रो मान्दो रहेछ। टपमा हिलो नमजाको खाँदिसक्यो। यहाँ रोक्यो भने मेरो बाइक अड्कै हुन्छ। ए म्याक्री, अगाडिको टायर घुमेन के, जाम भयो मेरो। छेउ जाउँ यार, मेरो टायर जाम भइसक्यो। अगाडिको टायरै गुडेन, टाइट न टाइट भइरहेको छ, जबरजस्ती पेलिरहेको छु टाइट। अरूको बाइकमा चाहिँ टपमा हिलो खाँडेन है क्या हो, मेरै बाइकमा त खाँडिनु पर्छ त। ल ल ल ल टायरभरि हिलो छिडिसकेको छ, टपभरि हिलो खाँडिसकेको छ क्या। अगाडिको टायरै जाम भयो। यो हिलोले त नालाको बाटो जानुपर्ने रहेछ यार, टाइट बेकार आएछ। यताबाट आउनु काम रहन्छ पानी परे बेला चाहिँ। यही मेरी बास चाहिँ यति चाहिँ कटौँ न यार। यस्तो चिप्लोमा आएर टायर जाम भइदिन्छ हिलो खाँडेर, अनि आक्री अहिले म त यता न उता भइहाल्छु नि। फेरि पानी चाहिँ रोकेछ है ठ्याक्कै। ओइ सब हिलो छ्यापे मलाई टाइट, कसम यार डेन्जर हिलो हुँदो रहेछ यहाँ त। माकुरी अहिले चाहिँ खुल्यो होस् है, टायर खुल्यो है, खुल्यो अहिले चाहिँ खुल्यो। माटोहरू झऱ्यो ड्याङडुङ। अबै मेरो खुट्टाको हालत हेर, डेन्जर भयो। यताबाट हो, अनि यताबाट गयो भने त मेरो टायर जाम होला नि त। ओके यताबाट जा भन्दा यसो गइदिइहालौँ न। ल माकुरी, टायरमा माटो छिर्यो, पछाडि टायर बगिरहेछ। ओइ कस्तो चिप्लेको, टायर पुरै जाम भइरहेछ माटो छिरेर। ल ल ल हेर न, मेरी बास चाहिँ मैले निकाल्छु यहाँबाट बाइक। जम पछाडिको टायर यत्तिकै स्लिप हानिरहेछ क्या, अगाडिको टायर जाम भयो नि त हिलो छिरेर। अनि टाइट अलिक कुदाउँ न, खुल्छ होला, खुल्छ। यस्तो बाटो छ यार, छट आउँदिनँ यार, अब त आउँदिनँ। पानी पऱ्यो बेला यो बाटो चाहिँ अब आउँदिनँ म। पुग्यो जहाँ गए पनि यस्तै हिलेर बस चिप्लिरहेछ अरे। ल ल ल ओइ यहाँ बस त फर्किन्छ कि के? ओइ फस्यो। निस्क्यो। ल बनेपा आइपुग्यो आउन चाहिँ। अब त्यहाँ मेरो अलिकति बनेपामा एउटा सामान लिनु छ। सामान भने खुट्टामा लाउने त्यो। ओइ मामाको भान्जा काकाको छोरी। दाइ खै त हाम्रो? हजुर दाइलाई बोलाउनु न। दाइ हुनुहुन्न? दाइलाई बोलाउनु न। केटाहरू मैले सामान लिइसकेँ, यहाँ प्याक गरेँ है। सामान चाहिँ देखाउन पाएन। यहाँ लगभग 4-5 हजारको सामान छ। ठिक छ ल, होइन पर्दैन। अहिले पानी पऱ्यो भने यसो खप्प हाल्ने मात्रै हो क्या। ल दाइ ल, त्यो चाहिँ ल्याइरहनु ल। हुन्छ दाइ हस्। मैले बाइक स्टार्टमै राखेको छु है। अनि बन्द हुन्छ भनेर आइसेल भनेको छैन नि त। हिलो यस्तो बवाल हिलो भइरहेछ कि म आएको टप पुरै जाम भइरहेछ है। ल ठिकै छ। अनि रेनकोट पनि लिएँ, रेनकोट लगाएँ। अब म निस्केको ल दाइ हस्। 4-5 हजारको सामान लिएँ मैले। मेरो पछाडि के चाहिएको थियो भने मलाई पछाडि नम्बर प्लेट स्ट्यान्ड
त्यो सिलाबरको हुन्छ नि त्यो 27-28 पर्दो रहेछ त्यो एउटा लिएँ कहाँ अझ बढी गयो क्या अरे त्यो स्ट्यान्डकै 27-28 अनि उयो मेरो साइलाइट अस्ति एउटा साथीले बाइक लडाएर फुटाइदिएको थियो यो खालको रहेनछ यो खालको साइलाइट 2 बट्टा जति लिएँ अनि खुट्टामा जुत्ता बचाउने ऱ्याङ्कट अस्ति बुवाले लानु भएको थियो पसलमा सबै ठुलो लानु भएछ क्या बेच्नको लागि लगाएको थिएँ एउटा हुन्छ मलाई हुन्छ कि भनेर सबै ठुल्ठुलो लानु भएछ त्यही भएर मैले मलाई ठिक्क हुने खालको त्यो पनि लिएँ जुत्ता छोप्ने ऱ्याङ्कट अनि पुरै सर्ट प्यान्टवाला ऱ्याङ्कट लिएँ अनि त्यही हो अब निस्केको त्यहाँबाट अब धुलखेल पनि बाटो कस्तो छ पानी नपर्दा स्याहार अब त ठ्याट मेरो टायर जाम हुन्छ टपभरि हिलो चिरिदिन्छ त्यो धुलखेलको बाटो त्यस्तै छ होइन आमा गोब्रोमा त जम्मा 10% चार्ज छ केटा हौ 10% चार्ज छ 10% चार्जले भ्लग गर्नुपर्ने हुन्छ त्यही भएर धेरै हान्दिनँ ल अब छोटो क्लिप मात्र हुन्छ त्यही नै है त केटा अब धेरै भ्लग हान्दिनँ होला म मेरी बास चाहिँ हेर टायर त दुइटै टायर निस्केछ त सिङ्गै भाँचेर आयो क्या गाडीको हो त सिङ्गै भाँचेर आएछ टाइट केटा हेर हिलो यस्तो डेन्जर भइरहेछ कि बवाल भइरहेछ है बाइक त्यहाँ त्यस्तै डेन्जर भइरहेछ म मेरो घरमा आइसकेँ अनि यही हो अघि मैले किनेको सामानहरू त्यहाँ राम्रोसँग देखाउनु पाएन यही हो है यसलाई भन्छ चाहिँ नम्बर प्लेट स्ट्यान्ड पछाडिको मोडिफाईवाला मेरो त्यसको त्यो पुच्छर झिकेर यो हाल्नुपर्ने हुन्छ मोडिफाई हाल्नुपर्ने हुन्छ बवाल तरिकामा है बवाल बनाउनु पर्ने हुन्छ अनि यो भयो यसको लाइट यहाँ राख्ने लाइट साइलाइट अस्ति साथीले लडाएर भाँचेको थिएँ यो साइलाइट लिएर आएको स्टक हेराइरहँ न होइन अर्को भने चाहिँ मैले यो जुत्तामा लाउने यो ल्याएँ यो मैले किन लाएन भन्ने होला होइन अघि सागामै हिलो भइसकेको थियो त्यही भएर मैले नलाएको यो हिलो भइ त सकेको चाहिँ के लाउनु भनेर नलाएको क्या है मैले त्यही नै होला गाइज अब नेक्स्ट भ्लगतिर भेटौँ ल आजको भ्लग यति नै बाई गाइज है त ल